संसार परमारणं नारायण दिव्यसां पापो पहरि बुद्धिनां गौड़ जी भन्नुहुन्छ परमात्मा प्रभु हे भगवान हे नारायण कीर्ता पापानि भन्छ प्रभु दुःखिला हे भगवान प्रभु मनुष्यहरू त धेरै नराम्रो पाराले फसेका रहेछन् भयो यस प्रकारले त कलि त विकराल भयावह रूपमा आउँदैछ पछि यो त सत्ययुगको वचन हो विकराल भयावह कलियुग आउँदैछ कलिका प्राणीहरूको उद्धार कसरी होला परमात्मा अब यो दुर्गतिमा पर्नु नपर्ने कुनै उपाय छ कि छैन यो सबैले यस्तो सारा दुर्गति भोग्नु पर्यो भन्दा यो त असह्य हो सही नसक्नु हो भगवान यदि कुनै यो दुर्गतिमा जानु नपर्ने कुनै उपाय छ भने त्यो शास्त्रोक्त निर्णय गरेर मलाई स्पष्ट रूपमा बताइरहेछु भनेर सिन्धापुत्र गरुडले नम्रतापूर्वक प्रश्न गर्नुभयो प्रश्न गरिसकेको छ भगवान आज्ञा गर्नुहुन्छ श्री भगवान वाच साधु विचक्तोयम ताच मनुष्यन हिताय भई श्रेणुता बहुतो बुद्ध सर्वति कथान्यम गरगर्दु मनुष्यहरूको कल्याण र उपकार गर्ने बित्तिकै अत्यन्त राम्रो प्रश्न गर्यौ त्यो कुरा म तिमीलाई बताउँछु तिमी एकाग्र चित्त भएर सुन दुर्गति कथितां पूर्व पुत्राणां च पापिनां पुत्रीणां धार्मिकानां च अपराधि खगेश्वर ये खगराज ये गरुडजी जुन यो दुर्गतिमा पर्नेहरूको दुर्गति मैले तिमीलाई बताएँ यसको प्रयाचित पनि छ यो दुर्गतिमा जानु नपर्ने प्रयाचित छ बुद्धिमान मनुष्यले त्यसको प्रयाचित गर्नुपर्दछ प्रयाचित के त भन्दा पुत्र जन्म निरुद्याति केनापि कर्म आफ्नो कुनै खराब कर्मले गरिकन यो जन्ममा आफ्नो पुत्र जन्ममा अवरोध भयो भने बुद्धिमान मनुष्यले उपायद्वारा पनि पुत्र उत्पादन गर्नुपर्छ भन्छ उपाय भनेको चाहिँ के गर्ने त भन्दा हरिवंश कथम सुर्ता शतचण्डी विधान त भक्त्य श्री सर्व पुत्र आदि छुदी घरमा हरिवंशको कथा लगाउने भगवान शिवजीको आराधना गर्ने आफ्नो घरमा विधिपूर्वक शतचण्डी र उग्र चण्डी पाठ गराउनुपर्छ र भगवान शङ्करको ध्यान गर्यो भने पुत्र उत्पादन हुन्छ सन्तान उत्पन्न हुन्छ भनिएको छ पुनाम्नु नरकातिथि तारयति प्ररचित पुनाम गरेको नरकबाट पितृको रक्षा गर्ने पिताको रक्षा गर्ने भएको हुनाले स्वयम्भू नाम गरेका मुनुले छोरालाई पुत्र भनी नाम राखेको हो यस प्रकारले एको पुत्र धर्मात्मा सर्वतारै कुलम एउटा कुलमा एउटा धर्मात्मा पुत्र भयो भने सबै कुलहरूको उद्धार हुन्छ भनिएको छ एउटै बाउका 10-12 भाइ छोरा हुन्छन् ती 10-12 भाइ दाजुभाइ मध्येमा एउटा पुत्रवान भयो भने 10-12 भाइले दाजुभाइहरू पुत्रवान कहिन्छ भनिएको छ एउटै श्रीमानका 5-7 वटी श्रीमती हुन्छन् ती मध्येमा एउटी पुत्रवती भइन् भने 7 वटी आमा पुत्रवती भइन्छ भन्न त पुसाइएर सौता छोरा के काम भन्छ नि त्यो त अज्ञानताको कारणले भेदभाव गरिएको हो भेदभाव गर्न हुन्न सौता छोरो भए पनि आफ्नै छोरो हो त्यसले के गर्छ आफ्नो उद्धार गरिदिन्छ आफू नरकतिर जानु पर्दैन यस प्रकारले गरिकन इति वेदै र विप्रत पुत्र महात्मा वेदले के गरेको छ पुत्रको उत्तम महात्मा बताएको छ तस्मात् पुत्र मुखम देख्वा मुचित तस्मात् कारण त्यसै कारणले पुत्र भनेको छोराको मुख देख्ने बित्तिकै पितृऋणबाट मुक्त हुन्छ पौत्र संस्था पर्दो पौत्र भनेको नाति नातिलाई छुन पायो भने पितृऋण देवऋण ऋण र राजऋण राज देव पितृ तिनै ऋणबाट मुक्त हुन्छ यस प्रकारले बुझ्यौ गरुड भन्नुहुन्छ श्राद्धेन पुत्र दत्तेन क्रियाति किमचिते प्रेतोपि परदत्तेन गत पिताले के को लागि पुत्रको इच्छा गरेको हुन्छ अरे भन्दा अन्त्य अवस्थामा ए बाबा हरि नाम सम्झनु हबो भन्ने छ छोरो भए गरला फेर पछाडि काज क्रिया आफू मरि गए अहिलेपछि बलि भएर आफै घर त खान्छ कि चाहिएको अन्त्य अवस्थामा आफ्नो स्याहार सुसार गर्ला आफू असमर्थ हुन्छ कहीँ चल्न चटपटाउन सकिन्न त्यो बेला सेवा गर्ला हरिनाम सम्झनुहोस् भन्ला र काज क्रिया गर्ला भन्नको निमित्तका पिताले पुत्रको इच्छा गरेका हुन् माताले पुत्रको इच्छा गरेका हुन् यस प्रकारले गरेको बुझ्यो बाबु गरुड भन्नुहुन्छ हुन त शास्त्रमा के भनिएको छ भन्दा अधिकार छोरीको पनि छ
दसैँ गर्दा क्रियाकर्म छोरीले नि गर्नु तर छोरी के हुनुपर्छ दसैँ गर्दा क्रियाकर्म गर्नु छोरी अविवाहित हुनुपर्दछ विवाह भइसकेका छोरीको त भोत्रै सरेर गइसकेका हुन्छ त्यसको दसैँ गर्दा क्रिया गर्ने अधिकार पाएर हुँदैन शास्त्रीय मान्यता अनुसार चलनमा त अहिले ल्याए पनि गर्लान् पनि कहाँ कहाँ के हो होइन एक थरी भनेको छ उल्टो बुझिदिउँ छोरीले गर्न हुन्छ भनेको छ भनेपछि कुन छोरीले गर्न हुन्छ कुन छोरीले गर्न हुँदैन शास्त्रले चाहिँ छुट्याइदिएको छ कथा पुराण आदि इत्यादि बाचिका भएर स्त्री जाति सबैले भागवत कथा भन्नुहुन्छ नभने होइन पढ्न सक्नु पऱ्यो भागवत कथा भन्नुहुन्छ तर रजोपति हुन थालेपछि त्यो नसुकुन्जेल व्यासमा बस्न पाइयो रजोपति नहुन्जेल व्यासमा बसेर भन्न पाइयो जब रजोपति सुक्यो त्योभन्दा पछि व्यासमा बसेर भन्न पाइयो अहिले अन्तै बसेर भन्ने व्यास ग्रहण गर्न पाइयो यस प्रकार अहिले त कल्चर के भयो त भन्दा कतिसम्म कपाल पालेका पण्डित चाहिँ लम्बरी बनिँदै छेउ र कर्म समाज कपाल नखौरिएको वक्ताले भागवत छुन नि पाइन्न भन्न त पुरै छोड्यो यस प्रकारले नियमले कपाल नखौरिएका कुनै पनि वाचकले भागवत भन्ने अधिकार छैन दारी कपाल सबै खौरिनु पर्छ छेउ र कर्म सबै हामीले गरेका अशुभ कर्म र पाप जति हाम्रो कहाँ गएर बसी आउँछ कपालमा बसी आउँछ अन्तर कुनै आँखा नाक मुख हात घुँडा पेट कहीँ पनि बसिया हुन्न हामीले गरेका पाप नचाहिँदा कर्महरू जति जम्मै कपालमा बसेको हुन्छ यस प्रकारले कपाल खौरेर शुद्ध पवित्र भएपछि पाप जम्मै पखाल्यो अनि मात्र पितृको श्राद्ध गर्नु आफ्नो पिताको श्राद्ध गर्नै रुमालले बाँधेर रुमालले छोपेर हुन्छ छोपेर हुन्छ यस कारणले कपाल खौरिनु पर्छ कपाल नखौरिकन कुनै पनि देव कार्य पितृ कार्य गर्न पाइन्न यस प्रकारले गरी र अहिले त कतिसम्म कपाल पाल्ने अनि एउटा भेषण धारणा गरिदियो भने यो त लम्बारी पनि मादल बजाइदियो हार्मोन तपाईँले बजाइदियो मान्छेलाई उभार भयो भागवतको भावना के हो त्यसको गति के हो त्यसलाई भन्नुपर्ने के हो त्यसको व्याख्या के छ त्यसमा के अडिग छ त्यसको तात्पर्य के हो त्योबाट आफूले के प्राप्त गर्नु छ केही पनि थाहा छैन पैसा प्राप्त गर्नु छ दुनियाँलाई राम्रामितामा नचाउनु त्योभन्दा अर्थ केही पनि होइन भागवत भनेको भावनाको गति वर्णन गरेर तरिणी भएको हुनाले भागवत भनेको कसैको नाट्यकार पनि होइन यति पैसा हाल्यो चन्द्र सलाम भनेको कालो उडाएर भागवत हुँदै हुँदै त्यो भागवतै होइन यस प्रकारले त्यसलाई के भन्छन् व्यापार व्यवसाय भन्छन् यो व्यापार व्यवसायमा धर्मलाई लिएर गएर मुछ्यो कसले मुछ्यो जो पाखण्डी जन्म्यो त्यही पाखण्डी त्यस प्रकारले पाखण्डीहरूको के रहेको छ दबदबा र दलदला रहेको छ शास्त्रले त्यही हुन्छ कलिमा त्यही हुन्छ भनेको छ त्यही भनेर लेखा त्यही भइरहेको छ अगाडि पद्धति देखिन्छ यो लेखा त पहिला सत्ययुगमा लेखे आज कलिमा छर्लङ्ग अगाडि बढिदेखि त्यस प्रकारले के भनेको छ घरमा झगडा भनेको छ बहुतै बाबु र छोरामा पैसाको परिणाम हुन जान्छ सहजै घरको लडाइँ घर घरमा आफूमा दाजुभाइमा भएर भाव दुन्नी तँ यस्तो म यस्तो तैँले यति खाए खानु पाउनु दिँदा त्यहीँ के पनि छैन त्यसै आक्षेप लायो यो के अरे अज्ञानताको कारणले कमी के को शिक्षाको पढ्ने बेला हल्लुडो जान्नु केही छैन महान म पढ्दैछु म पढित भन्यो मूर्ख भयो पढित भनेर हिँड्यो पहिला जान्न पर्छ जान्ने बेला वास्तै छैन अनि पछि मैले चाहिँ जाने म धेरै जान्ने छु यस्ता पाखण्डी र घमण्डीले सिद्ध्याएको भारत आउँदा के गरेर आएको छ हामी भोटी कसेर आउँछ असाध्यै गाह्रो हुन्छ जन्मिने बेला असाध्यै गाह्रो हुन्छ त्यतिखेर जन्मेर भोटी कसेर आउँछ याद गर्नु होला प्राय जन्मेका बच्चाहरूको मुठी बाँधिएको मुठी कसेर जाँदा के हुन्छ प्रत्येक मरेका मान्छेको हेर्नु हात गले आउँदाखेरि मुठी बाँधी जाँदा हात खोले मेरो भन्दा भन्दै जानुपर्ने छ के हो केही पनि हो 2 दिन 5 दिन खानु लाउनु के छ के लिएर आयो भोलि के लिएर जान्छ बाहिर भाग दिन्छ कि फाइदा केही छ
छैन छैन। यस प्रकारले जो हल्लुडो छ उसलाई फाइदा, जो महान ज्ञानी छ उसलाई केही पनि फाइदा छैन। पैसा बर्बाद गर्नु छैन, पैसा लिनु पनि छैन, दिनु पनि छैन, खानु पनि छैन, लानु पनि छैन। बाँचुन्जेल भगवानकै हरिनाम जप्दा जप्दै जानु पायो भने त्यही हो सार। यस प्रकार भगवान परमात्मा प्रभु भन्नु वैरभाव केही लागि पनि गर्नुहुन्न। वैरभाव किन दिन्छ? अज्ञानताको कारणले, ज्ञान नहुनाले। जो पढ्छ, जो मूर्ख छ, जो लट्टु छ, जो हल्लुडो छ, त्यसैले नचाहिए नचाहिए औधिरोको बर्दाहरू आउँछ, अर्कालाई चाहिए नचाहिए आक्षेप लाउनु त्यसैले आउँछ। यस प्रकारले गरिकन आफ्नो आँको चाहिँ के गर्छ? भैँसी देख्दैन, अर्को आँको चाहिँ जम्रो केलाउँदै हिँड्छ। केले भन्दा अज्ञानले, ज्ञान नहुनाले यस्ता पढमूर्खहरू हराएका हुन्छन्। यस प्रकारले गरिकन घरमा हरिवंशको कथा लगाएर भक्तिपूर्वक पुत्र उत्पादन भएपछि त्यही पुत्रद्वारा के हुन्छ भन्दा आफ्नो पिण्ड पानी काजक्रिया आदि इत्यादि भयो भने त्यो अधोगतिमा जानुपर्छ। गृहस्थीको अवश्यमेव 10 11 क्रिया गर्नु हुनैपर्छ। कहिले पनि मृत्यु हुने बित्तिकैदेखि मृत्यु भएपछि 1 वर्षभित्रमा उसको 48वटा श्राद्ध हुन्छ। जसको 48वटा श्राद्ध भएको छैन भने त्यसको प्रेतपना सुतिर रहन्छ, त्यही नरक जान्छ। जसको 48वटा श्राद्ध भएका छन् भने ऊ के गर्छ? गोलोक जान्छ, पितृलोकतिर जाने काम गर्दछ। यस प्रकारले गरिकन आफ्ना सन्तान छोरा सौताका छोरा दाइका छोरा भाइका छोराले जेठा बाउ कान्छा बाउका छोरा भतिजाले नातिले दिएको पिण्ड पानीद्वारा पृथ्वी स्वर्ग जान्छ भने मैले तिमीलाई के भन्नु गौरी? प्रेत अर्कैले दिएको पिण्ड पानीद्वारा स्वर्ग गएको कुरा म तिमीलाई बताउँछु, तिमी एकाग्र चित्त भएर सुन भन्नु। पुरात्रता युगे धाचा राजस्ती बब्रुवाहन महोदय पुर्य दृष्ट महाभारत। पहिला त्रेतायुगमा महोदयपुर नाम गरेको सहरमा बब्रुवाहन नाम गरेका राजा राज्य शासन गर्नुहुन्थ्यो। यज्ञ दान पनि किन ब्राह्मणहरू तयार दक्षिण युद्ध भएका राजा बब्रुवाहनका राज्यमा भएका सारा जनताहरू कोही अयोध्यामा रामले राज्य गर्दा कस्ता सुखी र शान्तिवाला थिए त्यस्तै थियो। सम्पन्नता थियो सबैमा। कोही भोको रहनु पर्दैन थियो, कोही नाङ्गो रहनु पर्दैन थियो, कसले खायो कसले खाएन सबै विचार पुर्याउने त्यस्तो बब्रुवाहन नाम गरेका राजा हुनुहुन्थ्यो, राज्य शासन गर्नुहुन्थ्यो। तत्काल नै दण्डयज्ञ प्रजालाई क्षेत्रीय धर्ममा तत्पर भएका राजा दण्डयज्ञ प्रजालाई चाहिँ दण्ड पनि दिइहाल्नुहुन्थ्यो र अन्य प्रजाहरूलाई पुत्रवत पालना गर्नुभएको थियो। एक दिन राजा बब्रुवाहनलाई असाध्य शिकार खेल्न भनेर इच्छा जागे सारा सैन्यहरूलाई बोलाएर असो भनेको घोडा चढेर जङ्गलतिर शिकार खेल्न जानुभयो। जाँदा घुरको जङ्गलमा पुग्नुभयो। त्यहाँ टाढा मृग दूर तपसित टाढैबाट एउटा अत्यन्त ठुलो मोटो बलियो मृगलाई देख्नुभयो। राजा बब्रुवाहनले आफ्नो त्यो धनुको ताँडो तानेर तीर भर छोडिदिने काम गर्नुभयो। बाण गयो, मृगलाई लाग्यो पातामा। मृग अत्यन्त मोटो र बलियो भएको हुनाले त्यो बाण त तीर तल झरेन, मृग पनि ढलेन, त्यो तीर नै गाडियो पातामा। तीर लिएरै मृग उपरि भाग्यो। त्यसरी भागेपछि राजा बब्रुवाहन असाध्यै दुःखमा पर्नुभयो। दुःखमा परिसकेपछि दुःखको औषधि पनि केही छैन, केही छ र? तर केही त हुन नै पर्यो, केही पनि नभए त दुःख कसरी हट्ला? दुःखको औषधि के हो त भन्दा विचार मात्र हो। यो अरू केही खाएर दुःख हट्दैन, विचार पुर्यायो भने दुःख हुन्छ। कसलाई उसले भन्दै कराउँदै यहाँ यसले गरिदिन्छ कि उसले गरिदिन्छ कि यसले मिलाइदिन्छ कि उसले मिलाइदिन्छ भनेर दुःख पुकार गर्दैन, झन् बढी ठक्कर पाउँछ। काहीँ कसैलाई पनि भन्नुहुन्न। आफूले पाएको दुःख विचार गर्नुपर्छ, विचारद्वारा दुःख नाश हुन्छ। तत्काल नै दुःखको औषधि विचार पुर्याएर राजा बब्रुवाहन रट्ट विचार गर्नु के त भन्दा बाण गएर लागेको छ, रगतको भल भइहाल्छ। त्यही रगतले भिजेको पत्कर सक्कर झार पोथ्रा माटो हेर्दै जाँदा कि तीर कि मृग यसरी फेला पर्छ नि, यसरी अठोट गर्नुभयो र असो भनेको घोडा चढेर राजा बब्रुवाहन दगर्नुभयो जङ्गलमा। रगतको धारो टुटेको छैन, तीर पनि भेटिँदैन, मृग पनि भेटिँदैन, कुद्दा भइसकेको गर्मी छ। महलमा बसेका राजा थकाइले प्लस्ट भए। धेरै पर पुगेपछि एउटा भयानक जलाशय पोखरी भेट्यो। त्यहाँ गएर असोसुदै स्नान गर्नुभयो। त्यहाँका कमलका पुष्पहरूले उहाँले त्यहाँको जलपान गर्नुभयो। जलपान गरेपछि जलबाट बाहिर आएर एकछिन विश्राम गर्नुभयो। तीर भेट्यो नभेट्यो साह्रै जीवन भन्दा त्यसले के एकछिन त थकाइ मार्नै पर्यो भनेर वरिपरि हेर्नुभएको। त्यहाँ अनेक किसिमका जङ्गलहरूको बिचमा त्यो पोखरीको छेउमै एउटा चाहिँ अत्यन्त सुन्दर बरको भइदिएको, ठुला हाँगा चारैपट्टि फैलिएको, भमराहरूले एकदम शब्दायमान भएको, पन्छीहरूले भुजायमान भएको, हर हावा आइरहेको त्यो चाहिँ बरको रुख देख्नुभयो।
हुन तस्य निराशति निराशति महीपति मही भनेको पृथ्वीका पति भनेका मालिक राजा बब्रुवाहन त्यही वरको फेदमा गएर विश्राम गर्नु हो। विश्राम गर्दा त्यहाँ नजिकै एउटा अचम्मको दृश्य देख्नुभयो। राजा बब्रुवाहनले के देख्नुभयो त भन्दा अथ प्रथम दरबारसम्म ठेक्नु बेग्लिन्छ उत्कचम लिनु कुचम धीरबाथम भीमदर्शन एउटा अमङ्गलमय प्रेतलाई देख्नुभयो। साह्रै अमङ्गलमय प्रेत पर्वत जस्तो अरू शरीरमा मासु सुकेको एकदम कालो मैलो ठस ठस गराउने वरिपरि नसाडिएको ठाडा ठाडा रङ गरेको जिङ्रिङ शरीरमा चाहिँ छाला र नसा हड्डी मात्र भएको यस्तो प्रेतलाई देखेर राजा बब्रुवाहन आश्चर्यचकित पर्नुभयो। कहिल्यै पनि कोही मनुष्य आउन नसक्ने अघोरको जङ्गलमा आएका ती भूपाल राजा बब्रुवाहनलाई देखेर प्रेत पनि उत्सुक मनले राजाको नजिकै गएर भन्न थाल्यो। के भन्न थाल्यो त भन्दा प्रेत भाव मैया तर्कम प्रकृति परम गतिम तत्समित महाभाव जातु धन्यन्तर आज म धन्य भएको छु महाराज हजुरको दर्शनले गरिकन म आजबाट प्रेत योनिबाट मुक्त हुँदैछु भइसकेपछिबाट राजा भन्नुहुन्छ। राजोवाच कृष्ण वर्णकला आग करालस प्रेतत्व गलत केरमा किन कर्म बितागेर लागोसी बहुत यो अमङ्गलमय प्रेत तत्वको कारण के हो त्यो को हो किन प्रेत भयो कसरी प्रेत भयो र के गर्नाले तिम्रो यो प्रेत पर्न छोड्छ यो सब कुरा तिमी मलाई बताऊ भनेर राजा बब्रुवाहनले भन्नुभयो। प्रेत भन्छ प्रेत होबाच कथयामि निर्वसेठ सर्ववादी तर प्रेत तत्वको कारण श्रोता दया तुमरसी मेरो प्रेत तत्वको कारण सुनेकी आग्रह म हजुरलाई बताउँछु। हजुरले पनि जीव उपर दया गरी बस्नुहोस्। वैदिक नाम गरेको सहर थियो सम्पूर्ण सम्पत्तिले युक्त भएको धनी सम्पत्ति भएको धेरै देवताका मन्दिर भएको यस्तो वैदिक नाम गरेको सहर थियो महाराज। त्यही सहरमा म देवताको पूजा गर्ने काम गर्थेँ। नाम मेरो सुदेव हो जातिमा वैश्य जाति हो। हव्यन तर्पिता देव काव्यन मैले हवनद्वारा देवता र तर्पणद्वारा पितृहरूलाई पनि अत्यन्त तृप्त बनाएर खुसी बनाएर राखेको छु। त्यसै गरी बिन्दान्दको त्यो बेच दत्तभन्दा अनेक अन्ना लोभी चन्डालहरूलाई पनि धेरैपल्ट अन्न जल वस्त्र द्रव्य दान गरेर मैले सन्तुष्ट पारेको थिएँ। ब्राह्मणहरूलाई पनि धेरैपल्ट भूमिदान गाईदान अन्नदान जलदान वस्त्रदान आदि इत्यादि दान गरेर ब्राह्मणलाई पनि सन्तुष्ट बनाएको छु। तत्सर्व निष्फलम राजन मव्य दुबाको त मैले गरेका शुभ कर्महरू निष्फल भए त्यसबाट केही पनि फल प्राप्त भएन महाराज। जसरी शुभ कर्म निष्फल भए त्यो कुरो पनि म तपाईँलाई बताउँछु। मम वै सन्तति नाति नचबान्धवा मेरो कुनै सन्तान पनि थिएन कुनै दाजुभाइ बन्धुबान्धव पनि थिएन नत्र मित्र हिमेतावाद मेरो ठुलो भुल भएको मैले एउटा मित पनि लगाएको थिएँ। यस कारणले मेरो अन्त्यमा गरिनुपर्ने अन्त्य क्रियाकाष्ठ आदि कर्महरू केही पनि भए। यस कारणले गरिकन म यो प्रेत योनिमा प्राप्त भएको छु महाराज। जसको मरेको वर्ष 1 वर्षभित्रमा 48 वर्ष श्राद्ध भएन भने ऊ सधैँ यो प्रेत भएर रहनुपर्छ। त्यस कारणले महाराज यस कारणले गरिकन सबै वर्णका बन्धु भनेर राजालाई कहिएको छ। राजालाई सबैले तर्पण दिनुपर्छ। राजा मर्दा सबैले जुठो बार्नुपर्छ कपाल खौराउनुपर्छ। त्यस कारणले सबै वर्णका बन्धु राजा कहिएको हुनाले म प्रेत योनिमा परेको छु। मेरो प्रेतपना असाध्य असह्य भएको छ सही नसक्नु भएको छ। महाराज तपाईँले मेरो नारायण बलि क्रिया दशका आदि क्रियाकर्म गरेर एउटा प्रेत घडा दान गराएर मेरो उद्धार गरिदिनुहोस्। तपाईँले नारायण बलि क्रिया दशका आदि क्रिया गरेर प्रेत घडा दान गराइदिनु भने त्यसका मुक्तिका प्रभावले म मुक्ति हुन्छु। यस प्रकारले प्रेत भनिसकेपछि राजा बब्रुवाहन भन्नुहुन्छ। अन्य त अरू विधि क्रियाकाष्ठ आदि सबै कुरो मलाई थाहा छ। अब यो प्रेत घडा भनेको चाहिँ के हो त्यो चाहिँ मलाई थाहा छैन। प्रेत घडा भनेको के हो कसरी दान गर्नुपर्छ त्यो कुरो पनि मलाई कुरा होला। राजा बब्रुवाहनले सोध्नुभयो र प्रेत भन्छ प्रेत साधु कृष्ण महाराजा कथाया मिलिनु प्रेतत्व भव्य दान जुन सुदृढ प्रेत घडा दान हो त्यो कुरा म तपाईँलाई बताउँछु। दानम प्रेत घटम नाम सर्व अशुभ विनाशनम दुर्लभम सर्वलोकानम दुर्गति क्षयकारक। सम्पूर्ण दानहरूमा अत्यन्त पुण्यदायी प्रेतको लागि पुण्यदायी दान भनेको प्रेत घडा दान हो। त्यो प्रेत घडा दान गर्नुपर्छ। जसको क्रियाकाष्ठ आदि 1 वर्षभित्रमा भएन पछि नारायण बलि क्रिया गर्नु पर्यो भने त्यसको प्रेत घडा दान गर्नुपर्छ। र जति दूर मरणमा परेका छन् तिनीको प्रेत घडा दान गर्नुपर्छ। कोही झुलेर मर्यो कोही डुबेर मर्यो कोही लडेर मर्यो कोही गाडी एक्सिडेन्ट परेर मर्यो कोही पैसा लगाएर मर्यो
आदि इत्यादि भयो त्यसलाई के भनिन्छ दुर्मरण भनिन्छ। कोही प्रसुति बेताले प्रसुति हुन नसकेर त्यसरी मर्यो त्यो पनि दुर्मरण हो। इत्यादि दुर्मरणहरूमा मर्नेको पेट घडा दान गर्नुपर्छ। अन्य स्वतन्त्र रूपमा आफ्नो कालगतिले मरेकाको लागि प्रेत घडा चाहिन्छ महाराज। यस प्रकारले गरिकन यो प्रेत घडा यो गर्नुपर्ने थिएन, पहिल्यै गर्न पाए भए अहिले नारायण बलि क्रिया गर्न परेको हुनाले यो प्रेत घडा दान गर्नुपर्छ। प्रेत घडा भनेको कस्तो हुनुपर्छ अरे सन्तपदाटकवयं तुघटं विदाय ब्रह्मासके सपैतं सहलोकपालै खेमराज्य पूर्णदेवरं प्रणिभक्तभक्ता विप्राय देहि तव दान सकल किमन्नै सन्तप्त आटकवयं तुघटं विदाय। पहिला सुवर्णलाई न्यायले सञ्चय गरिएको धन अर्काको चित्त नदुखाइकन आफ्नो परिश्रमद्वारा कमाइएको धनद्वारा किनिएको सुनलाई पगालेर एउटा घडा बनाउनु पर्छ। आफ्नो आर्थिक अनुसारको जे जत्रो सकिन्छ त्यसले घडा भनेर फेरि ठुलो दुई पानी जाने भनेर है सानो भए पनि हुन्छ र त्यस्तो चाहिँ आफूले न्यायले सञ्चय गरेको धनद्वारा किनेको सुनलाई पगालेर त्यो सुनको घडा बनाउनुपर्छ। र त्यो घडा बनाइसकेपछि बाहिर त्यो घडामा के राख्ने गङ्गाजल दुध घिउ मह राखेर पूर्ण बनाएर भर्नुपर्छ। भरेपछि त्यो घडामा त्यो स्थानमा तिनै देवताको पूजा गर्नु। कुन स्थानमा कुन देवताको पूजा गरिन्छ भन्दा ब्रह्मा मद्दा विष्णु शङ्कर र शङ्करोभ्य। घडाको मूल फेदमा भगवान् ब्रह्माजीको, माझमा भगवान् विष्णुको र घडाको मुखमा कल्याणकारी अविनाशी भगवान् शङ्करको पूजा गर्नुपर्छ। र कण्ठमा कर्णेसँग लोकपाल ग्रह देवी विनायक आदि इत्यादि सबै देवताहरूको पूजा गर्नुपर्छ। धूपबत्ती नैवेद्य आदि चढाएर त्यसको पूजा गरेपछि सङ्कल्प गरेर कुटुम्ब भएका ब्राह्मणलाई त्यो प्रेत घडा दान गरिदिनुपर्छ महाराज। त्यस प्रकारले गरिकन त्यो प्रेत घडा दानले गरिकन म पुनः पितृलोक प्रवेश गर्न थिएँ भनेर त्यस प्रकारले राजा र प्रेतको उता वरको फेदमा सम्वाद चलिरहेको थियो। यता राजा दुर्वाहन हराउनुभयो भनेर खोज्दै सारा सैन्यहरू त्यहाँ पुगे। परबाट सैन्यहरू आउन लागेको देखेर महाराज मेरो नारायण बलि दशगात्री क्रिया कर्म नभुली भइसकेको छ भनेर राजा दुर्वाहनलाई प्रणाम नमस्कार गरेर प्रेत त्यहाँबाट हिँड्यो।